आज नानी लिएर मम्मी लिएर कटहर निकाल्दैछ। मम्मीलाई यो पाकेको कटहर चाहिँ खानुमा एकदमै मिठो हुन्छ। यसले गर्मी गराउँछ भन्नुहुन्छ मम्मीले, त्यही भएर धेरै खान चाहिँ दिनुहुन्न। त्यही पनि हामीले खाइहाल्छौँ है नानी। मिठो थियो, मिठो थियो हो र, मिठो थियो हो र। नानी लिएर मैले चाहिँ यो चाहिँ हाम्रो दिदीले ठुलमम्मीको छोरीले पठाइदिनु भएको होइन, धना दिदीले यो कटहर चाहिँ पोहोर साल पनि एकचोटि पठाइदिनु भएको थियो, अहिले पनि पठाइदिनु भयो। छिल्न चाहिँ आउँदैन तर खाना एकदमै मिठो हुन्छ कि होइन, त्यही भएर म चाहिँ पहिलोचोटि छिल्दैछु। पोहोर चाहिँ बाबाले निकाल्नु दियो तर यस्ता यस्तै। अब आज चाहिँ बाबा नभइकन अब दिउँसो बसेर कपमा खाइहालौँ न भनेर चाहिँ दिउँसो खान थालियो। यता चाहिँ नानीलाई चाहिए छ, हेरेको हेरै छिन् कटहरतिर। ओहो 5-6वटा खाइन गर अझै खान्छु भनेर रोएर कस्तो थियो। खाना बसिसकेपछि फेरि 10-12वटा त आँखा चिम्म गरेर खाइन्छन् कि, धेरै खाने भने गर्मी हुन्छ भनिन्छ। फेरि थोरै खाएर पेट पनि भरिन्न, खाइकन के हो पेट भरिन्न भन्दा नि मन भरिन्न के। मैले चाहिँ यता बसेर निकाल्दैछु। नजानी भए पनि ट्राई गरिहालौँ। भोलि पर्सि अब जान्दिनँ निकाल्न भन्दा नि जस्तो छ त्यस्तै निकाल्न जानिहालौँ न होइन। अनि यता चाहिँ नानी त्यहीँ बसेर हेरिरहेछन् कसरी निकाल्ने हुन्छ भनेर। अनि उसलाई चाहिए त्यही भएर चाहिँ यतिकै टुक्रा पारेर चाहिँ मैले दिन्छु होइन। खान्छन् खुसी भएर, नानी पनि खानु पाएपछि त धेरै खुसी हुन्छ नि त। मिठो छ नानी, मिठो थियो तिमीले खाएको, मिठो थियो हो र। यतै आएर आफ्नो भिडियो हेरेर बसेछन् के। यता चाहिँ निकाल्दै आफै निकाल्छु भन्छन्, मैले निकालेर दिन्छु तिमी बस त्यहीँ भनेछु मैले। अनि निकालेर दिँदैछु। यता कटहर पनि छोड्दैछु। मम्मी चाहिँ दिउँसोको नानीलाई खिचडी पकाइदिँदै हुनुहुन्थ्यो, त्यही बेला चाहिँ मैले चाहिँ कटहर निकालिहालेँ होइन। अनि म मामा नानीले त्यहीँ निकाल्दै अलिअलि खाइहाल्यौँ होइन। अनि चाहिँ बाबालाई बहिनीलाई मम्मीलाई चाहिँ निकालिदिनु पऱ्यो। त्यही पनि कटहर जस्ताको त्यस्तै त राख्नु भएन नि त, निकालेर एउटा बोतलमा राख्नु पऱ्यो नि त भोलि खानालाई पनि होइन। त्यही भएर चाहिँ निकाल्यौँ। आज आधी खाने भोलि आधी खाने ट्याक्क पारेर होइन। उता चाहिँ मम्मीसित म कुरा गर्दै यता पनि कटहर खोप्दैछु। मेरो नानीले मुखमा मिठाउँदै उस गर्दै गरेछिन् मिठो भएर। अरू त सबै ठिकै छ साथीहरू, ल ठिकै छ। म पहिलोचोटि कटहर निकाल्न त बहुत मजा आउने रहेछ। तर मलाई चाहिँ के फाल्ने हो के नफाल्ने चाहिँ खासै थाहा भएन। मैले त दाना मात्र निकालेँ, अरू तिनी लहरी त निकाल्दिनँ। खै निकाल्ने जस्तो खाना हामीले यही मात्र खाए जस्तो लाग्छ क्या, त्यही भएर मैले त निकाल्ने होइन होला भनेर निकाल्ने त होइन नि होइन। त्यही त दिउँसोको बेलामा गरियो काम। ल मेरो छोरीलाई कार्टुन चाहियो अरे भगवान्। बस मैले कार्टुन लगाइदिन्छु, आऊ बस। कति मोबाइल हेर्छिन्, जति दिन्न भने पनि मोबाइल दिनै पर्छ। फेरि रोइहाल्छिन्, फेरि रोएपछि बा मम्मीले गाली गरिहाल्नुहुन्छ। कामै छैन। मेरो नानीले कुक्कु गरिछिन्, के गरिछिन् यतातिर। ल जम्मी यति भयो। अलिकति खाइयो पनि मामाले त कति नै खान र मैले अलिकति खाएँ, नानीले 2-3टा खायौँ। अनि त्यसपछि अब हाम्रो भ्याइयो। अब कटहर पनि निकालेर सकियो है साथीहरू। ल कतिहरूलाई नि यो सिजनमा कटहर खानु मन लागेको होला, किनेर खानु होला। हामीलाई चाहिँ दानाले ल्याइदिनु भएको। मेरो नानीले झिकेर म उता गएको बेला झिकेर खाइसकेँ कि मलाई फेरि दाना मुखमा हाल्छ कि भन्ने एकदमै डर पर्छ कि, मान्छेले के अड्केर कस्तो गाह्रो हुन्छ केटाकेटीलाई भन्ने भन्छन्। त्यही भएर चाहिँ मलाई चाहिँ एकदमै डर लागेको हुन्छ। यति चाहिँ निकाल्यौँ, अलिकति चाहिँ खायौँ हामी मिलेर। अहिले चाहिँ मैले नै यतिकै नै खाँदैछु, नानीलाई चाहिए चाहिँ त्यही भएर नानीलाई पनि खुवाइदिँदैछु। हुन्छ हेरौँला, हुन्छ। उता मम्मीले काम गर्दै हुनुहुन्छ कि। हाम्रोमा अलिअलि धमिला लाएर कस्तो छ साथीहरू, धमिला भगाउने उपाय पनि भनिदिनु न। सब मिठो छ है भन्दै म आजलाई बिदा हुन्छु। बाई। मिठो छ भन।